र अब लोन डिटेल भइसकेपछि चाहिँ हामीले डकुमेन्टहरू चाहिँ के चाहिन्छ त होइन लोन एप्रुभ गराउनको लागि। त्यसको लागि चाहिँ अहिले नागरिकताको भरमा भनेर चाहिँ आइरहेको छ होइन। जस्तो यहाँ केवाइसी डकुमेन्ट भनेर लिस्ट आएको छ, त्यसमा चाहिँ अब तपाईँले नागरिकताको फोटो राखिदिनु पऱ्यो फ्रन्टको, र नागरिकताको ब्याक साइड फोटो, ड्राइभिङ लाइसेन्स पर्दैन। र अर्को यहाँ अहिले सेक्सन देखिएको छैन, लोन डकुमेन्ट भनेर पनि सेक्सन हुन्छ। त्यसमा चाहिँ हजुरले जसरी यहाँ सिटिजनसिपको राख्ने ठाउँ छ त्यसरी नै यहाँ तल कोटेसन राख्ने ठाउँ हुन्छ। र कुनै कुनै केसको लागि चाहिँ तपाईँको इन्कम प्रुफ पनि चाहिने छ भने त्यो वाला पार्ट पनि हाम्रो डाइनामिक सेटअप हो। हामीले नै तपाईँलाई अब जस्तो अब तपाईँको दसैँ तिहारको बेला नागरिकताको भरमा होला, या योभन्दा पहिला हामीले इन्कम प्रुफहरू पनि माग्थ्यौँ होइन। अनि त्योभन्दा पहिले रेसिडेन्स प्रुफहरू पनि माग्थ्यौँ, त्यसको लागि पनि डकुमेन्ट अपलोड गर्ने सेक्सनहरू यहाँ हुन्थ्यो। अहिले बिस्तारै त्यो हटिसकेपछि नागरिकता मात्र भए हुन्छ भन्ने पार्टहरू चाहिँ यहाँ छ है। यसरी नै जुन जुन डकुमेन्टहरू चाहिन्छ त्यो पार्टहरू चाहिँ यो डकुमेन्ट भन्ने सेक्सनमा देखिन्छ। र यसमा गएर यसरी हजुरले नागरिकता चाहिन्छ भनेपछि जस्तो इन्कम प्रुफ चाहिन्छ भने चाहिँ इन्कम प्रुफ राखिदिने होइन यसरी। अनि त्यसपछि यो नागरिकताको भरमा छ भनेपछि सिटिजनसिप मैले डमी भनेर राखेको छु, यसरी सिटिजनसिप डमी भनेर राखिदिने होइन, र सबमिट गरिदिने है त। यो यति भइसकेपछि चाहिँ अब ग्यारेन्टरको पार्ट चाहिँ एज युजल तपाईँको के भन्छ कस्टमर जस्तै हुन्छ, सेम डुप्लिकेट चेक गर्ने यहाँ यसरी टक्क तपाईँको चेक डुप्लिकेट हुन्छ, पर्सनल डिटेल हुन्छ, फ्यामिली डिटेल हुन्छ, एड्रेस र डकुमेन्ट। त्यति भइसकेपछि सिआइबी चेक हुन्छ। र सिआइबी चेकको लागि चाहिँ तपाईँको फेरि मैले अर्को भिडियो बनाएको छु। यो पर्सनल डिटेल, फ्यामिली डिटेल र एड्रेस र डकुमेन्टवाला पार्ट चाहिँ सेम एज एप्लिकेन्ट नै हो, तर ग्यारेन्टरको डिटेल है त।